अहिले गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकाको सांगीतिक टुरमा छन्। यसबीच उनीहरूले सामाजिक सञ्जालमा नाचगानका भिडियो र फोटो हालिरहेका छन्। यस्तोमा एलिना र प्रतापलाई कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले सुन्दर जोडी भन्दै प्रशंसा गरिरहेका छन्। कतिपयले चाँडै विवाह गर्नु पर्यो भन्दै कमेन्ट लेखिरहेको देखिएको छ। एलिना र प्रताप दुवैले आफूबारे आएको कमेन्टमा टिप्पणी गर्दै आफूहरू दाजु बहिनी भएको बताउँदै आएका छन्। केही दिन अघि त दुवैले तिहारको भाइटिकाको शुभ मुहुर्त उल्लेख गर्दै आलोचनालाई जवाफ दिए। यति मात्र होइन, आलोचनालाई जवाफ दिन उनीहरूले तिहार गीत पनि ल्याउँदैछन्। उक्त गीतको संक्षिप्त क्लिप सार्वजनिक गर्दै उनीहरूले तिहार गीत बुधबार आउने बताएका छन्। गीतको भिडियोमा यी दुईलाई भाइटिका लगाएको देख्न सकिन्छ। उनीहरूले गीत मार्फत आलोचनालाई जवाफ दिन खोजेको देखिन्छ। उनीहरूले आफूहरू दाजु बहिनी भएको प्रमाणित गर्न यो गीत सार्वजनिक गर्न लागेको देखिन्छ। यो गीतको क्लिप भाइरल भइरहेको देखिन्छ। यसबीच मंगलबार एलिनाको नयाँ स्ट्याटस आएको छ। गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न नसक्ने समाज हामीले कहिले बनाउने।